सम्पूर्ण दर्शकबिनलाई स्वागत छ हाम्रो लुक्से अनलाइन युट्युब च्यानलमा अनि लुक्से तयारी टिकटक च्यानलमा है। अब हामीले आज के ल्याएको छौँ भने जुन चाहिँ लोक सेवा आयोगले नेपाल सेना सैनिक पदको लागि एउटा लिखित परीक्षा लिन्छ। त्यसको लागि हामीले केही नमुना सेट यानि कि मोडल सेट यानि कि क्वेसन पेपर लिएर आएका छौँ है। तपाईँलाई नेपाल आर्मी बन्न मन छ? तपाईँ नेपाल आर्मीको तयारी गर्दै हुनुहुन्छ? अब नेपाल आर्मी बन्ने रहर छ? अब नेपाल आर्मी बनेर हजुरले आफ्नो सपना पुरा गर्न सक्नुहुन्छ है। समय भनेको 2 घण्टा 30 मिनेट छ। यो चाहिँ हाम्रो पूर्णाङ्क 100 हुन्छ, पास चाहिँ 40 हुन्छ है। जसमा कुन कुन हुन्छन् अङ्ग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान 4 वटा सब्जेक्ट मिलेर बनेको हुन्छ है। अब ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि यदि तपाईँलाई आर्मी नै बन्नु मन छ, लोकसेवामा नाम निकाल्न मन छ, यानि कि नेपाल प्रहरी बन्न मन छ, जुनसुकै तपाईँ लोकसेवालाई काम लाग्ने क्वेसन पेपर हो है यो। र अर्को कुरा के छ भन्दाखेरि यदि तपाईँले लोकसेवा पास गर्न मन छ भने भिडियो अन्तिमसम्म हेरिदिनु होला, किनकि अन्तिमसम्म हेरेन भने थाहै पाइन्न। तपाईँले यसमा सामान्य ज्ञान पनि छ, गणित छ, नेपाली छ, अङ्ग्रेजी छ। र अर्को कुरा के छ भन्दाखेरि भिडियो लाइक गरिदिनु होला, अवश्य मनपर्छ। मैले भिडियो लाइक गरे पो अरू भिडियो ल्याउने हो, कमेन्ट गरे पो अरू भिडियो ल्याउने हो, फलोवर्स गरे पो टिकटकमा अरू भिडियो ल्याउने हो, सब्सक्राइब गरे पो युट्युबमा अरू भिडियो ल्याउने हो है। तपाईँले मोटिभेट दिनु पऱ्यो नि त। अब आजको विषयतर्फ लाग्नुभन्दा पहिला तपाईँले ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि भिडियो सबै आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला है। अनि तपाईँले हाम्रो च्यानलमा जोडिनु होला। 50 × 1 मार्क्स 50 अङ्क हुन्छ, जसमा चाहिँ यसमा चाहिँ अब्जेक्टिभ क्वेसन यानि कि वस्तुगत प्रश्न हुन्छ है। जुनमा वस्तुगत बहुउत्तरको प्रश्नमा प्रश्न नम्बर 1 मा जान गइरहेको छु, ध्यान दिएर हेरिदिनु होला प्लिज है। प्रश्न नम्बर 1 मा जानुभन्दा पहिला ध्यान दिएर हेर्नु होला। ल क्वेसन नम्बर 1 मा छ, नेपालीको क्वेसन छ। ऊ दाङबाट चितवन आयो। ऊ चाहिँ दाङबाट चितवन आयो। यस वाक्यमा प्रयोग भएको विभक्ति पहिचान गर्नुहोस् भनेछ। ऊ दाङ र आयो र बाट भनेछ। यसको विभक्ति भनेको बाट भनेर तपाईँले बुझ्नुहोस् है। त्यसपछि 2 मा रहेछ हामीको एक वचन के हुन्छ? हामीको एक वचन के हुन्छ? ए मा तिमी, बी मा यो, सी मा उनी र डी मा म। हामीको एक वचन भनेको म हुन्छ है। त्यसपछि हामी क्वेसन नम्बर 3 मा छौँ, ध्यान दिएर हेर्नु होला। 3 को डडर घर जान्छौ गरे, डडर घर जान्छौ गरे। म, हामी, तपाईँ र ऊ भनेको छ। यसको राइट एन्सर हामी घर जान्छौँ, हामी घर जान्छौँ भन्ने हुन्छ है। तपाईँले यसको चाहिँ जान्छौँ भन्ने एन्सर हुन्छ। क्वेसन नम्बर 4 मा अग्लो शब्दको विपरीतार्थिक शब्द कुन हो? अग्लो शब्दको विपरीतार्थिक शब्द कुन हो? ए मा ओह्रालो, बी मा लामो, सी मा छोटो र डी मा होचो भनेको छ। यसको राइट एन्सर रहेको छ डी को होचो हुन्छ। क्वेसन नम्बर 5 सुन्दरको विपरीतार्थिक शब्द कुन हो? सुन्दरको असुन्दर, बी मा कुरूप, सी मा घमण्डी, डी मा राम्रो भनेको छ। यसको असुन्दरको विपरीतार्थिक शब्द भनेको उल्टो शब्द भनेको तपाईँको हाम्रो कुरूप हो भन्ने बुझ्छौँ। क्वेसन नम्बर 6 मा रु 40 लाई 4 जनामा बराबर भाग लगाउँदा 1 जनाले कति पाउँछ भनेको छ। 40 रुपैयाँ छ भागा 4 जनालाई लगाएपछि कति हुन्छ? 40.4 भनेपछि तपाईँले कति पाउनुभयो? 10 रुपियाँ पाउनुभयो। कति? 10 रुपियाँ पाउनुभयो। क्वेसन नम्बर हाम्रो कतिमा छौँ? 7 मा 12 लाई 12 ले गुणन गरे कति हुन्छ? 12 × 12 गुणन गरे कति हुन्छ? 12 × 12 गुणन गरे कति हुन्छ? ल गर्नुहोस् त। 12 × 12 गुणन गरेपछि हाम्रो तपाईँको कति हुन्छ? 4 2 एकाने 2, 2 दुना 4, 4 है। 2 एकाने 2, 2 एकाने 2, यो 0 हुन्छ यहाँ। 2 एकाने 2, त्यसपछि 2 1 एकाने 1 भने कति भयो भन्दाखेरि 4 को 4, 2 2 4 1, 144 हुँदो रहेछ। कति? 144 हुँदो रहेछ है। त्यसपछि क्वेसन नम्बर हामी 8 मा छौँ। रामले आफ्नो मासिक आम्दानी रु 5000 को 10% बचत गर्छ भने। यो क्वेसन है, ध्यान दिएर सुन्नु। यदि रामले आफ्नो मासिक आम्दानी रु 5000 को 10% बचत गर्छ भने उसले कति रुपैयाँ बचत गर्ने रहेछ भनेछ। 5000 को 10%, 5000 इन्टु कति? 10%।
भागा कति गर्नु पर्यो 100 गर्नु पर्यो है। यो 0 यो 0ले यो 0 र यो 0लाई काट्यो भने कति 500 बच्यो। एन्सर कति हुनुभयो 500 रुपियाँ उनले बचत गर्दो रहेछ भन्ने कुरा बुझ्छौँ है। 9 को क्वेसन नम्बर 9 ध्यान दिएर हेर्नुलाई। 9 को दिएको समीकरणमा x को मान पत्ता लगाउनुस् भनेछ। x को मान यहाँ के दिएको छ 3 स्क्वायर x स्क्वायर बराबर 27। अब x स्क्वायर यहाँ हुन्छ इक्वल टु अब कति हुन्छ 27 भागा 3 गरेपछि कति 9 तिया 27 9 आयो। अब x स्क्वायर र रुट के हुन्छ रुट 9 भएपछि x इक्वल टु बराबर कति भयो x इक्वल टु कति भयो 3 भयो। आन्सर 3 भयो। के भयो यसको आन्सर 3 भयो। के भयो 3 हुन्छ है यसको आन्सर। अब क्वेसन नम्बर तपाईले क्वेसन नम्बर तपाईको 10 मा जानुभन्दा पहिला ध्यान दिएर हेर्नुला। क्वेसन नम्बर 10 मा जानुभन्दा ध्यान के दिनु होला भने यदि तपाईलाई नेपाल आर्मी को अनलाइन क्लास लिन मन छ, यदि लिन मन छ भने RS 1200 मा लिन सक्नुहुन्छ है। हाम्रो जुमबाट पढाउँछौं, जुमबाट पढाइ हुन्छ। तपाई कति 6 देखि 7:30 बजेसम्म 6 देखि 7:30 बजेसम्म पढाइ हुन्छ। साँझ 6 देखि 7:30 बजेसम्म किन पढाइ हुन्छ भन्दा हाम्रो 8 देखि 10 बजेसम्म नेपाल आर्मीको क्लास छ, त्यही भएर है यो मिलाएको समय। अब तपाईले नम्बरमा मेसेज गर्न सक्नुहुन्छ 9769 443570 मा मेसेज गर्नुस्। क्लास हाम्रो 25 गते स्टार्ट हुन्छ है। ओरिएन्टेसन क्लास लिन आउनु होला 2 दिन 25 र 26 गते। त्यसपछि पेमेन्ट गरेर हजुरले हाम्रो क्लास पढ्न पाउनु हुनेछ है। अब त्यो भयो क्वेसन नम्बर 10 मा रु 300 मा किनेको सामान रु 360 मा बेच्दा कति प्रतिशत नाफा भयो भनेछ। प्रतिशतमा निकाल भनेछ। हामीलाई थाहा छ 60 रुपैयाँ नाफा भयो किनकि 300 रुपैयाँमा एउटा तपाईले कपी किन्नु भयो। त्यही कपी आफ्नो साथीलाई 360 मा बेच्नु भयो भने 60 रुपैयाँ फाइदा खानु भयो। अब तपाईले 60 कति 60 इन्टु कति गर्नु पर्यो 100 गर्नु पर्यो। भागा कति छ टोटल 300 छ। अब यो 300 ले यो 0 कट्यो 60 60 भागा 3 गर्यो भने कति हुन्छ 3.30 3.30 30 60 भने 20% भयो। कति भयो 20% उले चाहिँ फाइदा खायो है। त्यसपछि क्वेसन नम्बर हाम्रो कति 11 मा निम्न जिल्लाहरू मध्ये कुन जिल्लामा ढोरपाटन शिकार आरक्ष पर्दछ। ए मा बागलुङ, बी मा डोल्पा, सी मा गुल्मी र डी मा रोल्पा भनेको छ। यसको राइट आन्सर के होला यसको राइट आन्सर हो बागलुङ। क्वेसन नम्बर 12 मा चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कतिवटा छन्। चीन र भारत दुवै देशलाई छुने जिल्ला कतिवटा छन् भने 2 वटा छन् जुन चाहिँ दार्चुला र ताप्लेजुङ हुन् है। त्यसै क्वेसन नम्बर 13 मा महाकाली नदीलाई भारतमा के भनिन्छ। महाकाली नदीलाई चाहिँ भारतमा पुगेपछि के भनिन्छ हाम्रो शारदा भनिन्छ। शारदा है शारदा भनिन्छ। जुन महाकाली नदीलाई भारतमा पुगेपछि के भनिन्छ भने शारदा भनिन्छ है। क्वेसन नम्बर 14 मा शुल्कफाड राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ। शुल्कफाड राष्ट्रिय निकुञ्ज चाहिँ कुन जिल्लामा पर्दछ भने बर्दियामा पर्छ कि बाँकेमा पर्छ कि कैलालीमा पर्छ कि कञ्चनपुरमा पर्छ। यसको राइट आन्सर हो शुल्कफाड राष्ट्रिय निकुञ्ज कञ्चनपुरमा पर्छ है। क्वेसन नम्बर 15 मा पूर्व पश्चिम राजमार्गको लम्बाइ कति रहेको छ। पूर्व पश्चिम राजमार्गको लम्बाइ कति रहेको छ भने 1027 रहेको छ। कति 1027 किलोमिटर रहेको छ। क्वेसन नम्बर 16 सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो। सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सेपुक्सुन्डो हो है। त्यसपछि सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज चाहिँ हाम्रो रारा राष्ट्रिय निकुञ्ज 106 किलोमिटर मात्रै छ। वर्ग किलोमिटर छ है। अब क्वेसन नम्बर हाम्रो कति छ 17 मा कर्णाली नदीको सहायक नदी तलका मध्ये कुन होइन भनेछ। क्वेसनले के होइन सेती, भेरी, मादी र तिला भनेको छ। यसको राइट आन्सर रहेको छ तपाईको मादी होइन है। के मादी होइन। क्वेसन नम्बर 18 मा पाटेबाग पाइने राष्ट्रिय निकुञ्ज तलका मध्ये कुन हो। पाटेबाग केमा पाइन्छ चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छ कि लामटाङ राष्ट्रिय निकुञ्जमा पाइन्छ कि मकालु राष्ट्रिय निकुञ्जमा पाइन्छ कि शिवपुरी राष्ट्रिय निकुञ्जमा पाइन्छ भनेछ। यसको राइट आन्सर हो चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छ है। क्वेसन नम्बर हाम्रो कति
19 मा नेपालको राष्ट्रिय झण्डामा कतिवटा रङको प्रयोग गरिएको छ? नेपालको राष्ट्रिय झण्डामा कतिवटा रङको प्रयोग गरिएको छ भन्दाखेरि 2 3 2 3 4 5 भनेको छ। यसको राइट एन्सर तपाईँ के हो? यसो सबैलाई थाहा होला 3 प्रकार कुन हुन्छ? एउटा रातो, एउटा रातो हुन्छ सिमरिङ रातो भने भयो, रातो अनि कालो, अनि अर्को के हुन्छ? रातो कालो भने रातो नीलो सेतो है, रातो नीलो सेतो, रातो नीलो, अर्को के हुन्छ? सेतो। क्वेसन नम्बर 20 मा नेपालको राष्ट्रिय गानाका संगीतकार को हुन्? अमर गुरुङ हुन् कि, व्याकुल माइला हुन् कि, शक्ति बलभव हुन् कि, उदय शमशेर हुन्? यसको राइट एन्सर रहेको छ तपाईको हाम्रो अमर गुरुङ हुन् है। क्वेसन नम्बर हामी 21 मा छौं, ध्यान दिएर हेर्नुलाई। 21 को नेपालको राष्ट्रिय जनावर के हो भन्छ? नेपालको राष्ट्रिय जनावर के हो भने गाई हो। यो सबैलाई थाहा छ, यो त भन्नै पर्दैन। मैले बारम्बार भनिरहेको छु, हाम्रो 25 गते ओरिएन्टेसन क्लास भइरहेको छ। पछि आएर मलाई सर म पैसा नतिरेर 2-3 दिन लिन्छु भने त्यो चाहिँ पछि गलत हो। तपाईले 25 र 26 गते 2 दिन ओरिएन्टेसन क्लास हुन्छ, आउनु होला है। अब हाम्रो भनेको फिस जम्मा 1200 रुपैयाँ राखेको छौँ है। 1200 1297 69 44 35 70 मा व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। यानी कि जुम आइडी पनि हाम्रो के हो? जुम आइडी पनि यही हो, 97 69 44 35 70 जुम आइडी हो भने पासपोर्ट के हो? पासपोर्ट चाहिँ 1 2 3 4 र 5 हो है। यसमा चाहिँ तपाईले जोइन हुन सक्नुहुन्छ है। तपाईले यसमा चाहिँ जोइन हुन सक्नुहुन्छ है। अब तपाईको कति बजे? साँझ 6 देखि 7:30 सम्म। कहिले? 25 गते भन्दा पछि है। क्वेसन नम्बर 22 मा क्षेत्रफलको हिसाबले मध्य प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? जुन चाहिँ क्षेत्रफलको हिसाबले मध्य प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? सर्लाही, बारा, पर्सा र महोत्तरी भनेको छ। यसको राइट एन्सर रहेको छ हाम्रो महोत्तरी हो। क्वेसन नम्बर हाम्रो 23 प्रदेशको कार्यकारिण अधिकार डडरमा निहित हुने संवैधानिक व्यवस्था रहेको छ भनेछ। नेपाल सरकार, बीमा प्रदेश सभा, सीमा प्रदेश मन्त्री परिषद र डीमा प्रदेश प्रमुख भनेको छ। यसको राइट एन्सर रहेको छ प्रदेश मन्त्री परिषद। क्वेसन नम्बर 24 मा सार्क सदस्य राष्ट्र भुटानको मुद्रालाई के भनिन्छ? एमा टाका, बीमा रुपैयाँ, सीमा नेगुल्द्रम र डीमा रुपैयाँ भनेको छ। यसको राइट एन्सर हो सार्क सदस्यको राष्ट्र भुटानको मुद्रालाई के भनिन्छ भनेछ। यसको राइट एन्सर हो नेगुल्द्राम है। क्वेसन नम्बर हाम्रो 25 मा सार्क राष्ट्रहरूमा क्षेत्रफलको आधारमा सबैभन्दा सानो राष्ट्र कुन हो? क्षेत्रफलको आधारमा सबैभन्दा सानो राष्ट्र कुन हो भनेछ? मालदिप्स हो कि श्रीलङ्का, बङ्गलादेश, भुटान भनेको छ। यसको राइट एन्सर रहेको छ हाम्रो के हुन्छ? मालदिप्स हुन्छ है। क्वेसन नम्बर 26 नेपाली सेनाको तल दिएका पदहरूमध्ये सबैभन्दा माथिल्लो पद कुन हो? अमलदार, पिउट, रथी र महासेनानी भनेको छ। यसको राइट एन्सर रहेको छ तपाईको के हुन्छ? यसको राइट एन्सर रथी हो है। त्यसपछि क्वेसन नम्बर 27 मा रहेको छ, ध्यान दिएर हेर्नु। 27 सैन्य पदमा उम्मेदवार छनौट गर्दा निम्न मध्ये कुन परीक्षाको माध्यम प्रयोग गरिँदैन भनेछ? सैन्य पदमा उम्मेदवार छनौट गर्दा निम्न मध्ये कुन परीक्षाको माध्यम प्रयोग गरिँदैन भनेछ? एमा गुण मापन परीक्षा, बीमा शारीरिक परीक्षा गरिन्छ, सीमा लिखित परीक्षा पनि के छ? गरिन्छ, हाम्रो स्वास्थ्य परीक्षण पनि गरिन्छ भने गुण मापन परीक्षण गरिँदैन है, परीक्षा गरिँदैन। क्वेसन नम्बर 28 दुई करज खुकुरीले कुन पदलाई जनाउँछ? सहायक सेनानी, एमा सेनानी, बीमा सेनानी, सीमा उपसेनानी, डीमा सहसेनानी भनेको छ। तपाईको राइट एन्सर रहेको छ सेनानीलाई जनाउँछ है। क्वेसन नम्बर 29 तल दिएका मध्ये नेपाली सेनाको सबैभन्दा तल्लो पद कुन हो? एमा हुद्दा, बीमा सिपाही, सीमा पिउट र डीमा अमलदार भनेको छ। यसको राइट एन्सर रहेको छ के होला? यसको चाहिँ सिपाही हो। क्वेसन नम्बर तपाईको 30 मा रहेको छ, ध्यान दिएर हेर्नु। 30 को राष्ट्रपतिले कसको सिफारिसमा प्रधान सेनापतिलाई पद मुक्त गर्न सक्ने व्यवस्था छ भनेछ? राष्ट्रपतिले कसको सिफारिसमा चाहिँ प्रधान सेनापतिलाई पद मुक्त गर्न
गर्न सक्ने व्यवस्था गरेको छ। एमा मन्त्री परिषद, बीमा रक्षा मन्त्री, सीमा मन्त्री परिषद, सरी एमा प्रधानमन्त्री, बीमा रक्षा मन्त्री, सीमा मन्त्री परिषद, डीमा राष्ट्रिय सुरक्षा परिषद भनेको छ। यसको राइट एन्सर रहेको छ हाम्रो मन्त्री परिषदको है। क्वेसन नम्बर 31 ध्यान दिएर हेर्नुला। डडर नेपाली सेनाको परमाधि पद रहने व्यवस्था रहेछ। डडर नेपाली सेनाको परमाधि पद रहने व्यवस्था रहेको छ भनेको छ। एमा रक्षा मन्त्री, बीमा प्रधान सेनापति, सीमा मन्त्री प्रधानमन्त्री र डीमा राष्ट्रपति भनेको छ। यसको राइट एन्सर रहेको छ तपाईको के हुन्छ भन्नुस् त। यसको राइट एन्सर के होला? यसको राइट एन्सर रहेको छ हाम्रो राष्ट्रपति। क्वेसन नम्बर 32 राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को हुन्छ? राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को हुन्छ? एमा राष्ट्रपति, बीमा प्रधानमन्त्री, सीमा गृहमन्त्री र डीमा प्रधान सेनापति भनेको छ। यसको राइट एन्सर रहेको छ प्रधानमन्त्री। प्रश्न नम्बर 33 ध्यान दिएर हेर्नुला। सैनिक ऐन 2063 को दफा 6 मा डडरको व्यवस्था गरेको छ। एमा सेनापतिको काम कर्तव्य, बीमा प्रधान सेनापति भनेको छ। सीमा राष्ट्रिय सुरक्षा परिषद, सीमा राष्ट्रिय सुरक्षा राष्ट्रिय सुरक्षा परिषद र डीमा संगठनको स्वरूप भनेको छ। यसको राइट एन्सर हो राष्ट्रिय सुरक्षा परिषद हो है। क्वेसन नम्बर हामी 34 मा सैनिक नियमावली 2069 मा विधा सम्बन्धी व्यवस्था डडरमा गरिएको छ। नियम 62, नियम 63, 69, नियम 77 भनेको छ। यसको राइट एन्सर रहेको छ नियम 63। क्वेसन नम्बर 35 मा सिपाही पदको सेवाबाट अवकाश हुने उमेरको हद कति वर्ष हुन्छ? सिपाही पदको सेवाबाट अवकाश हुने उमेर हद कति वर्ष रहेको हुन्छ? 45, 46, 47, 48 भनेको छ। यसको राइट एन्सर हो 46। क्वेसन नम्बर 36 आई स डडर मुभी लास्ट नाइट भनेको छ। यसमा के होला ल भन्नुस् त। आई स डडर मुभी लास्ट नाइट भनेको छ। यसमा मुभीमा अ लाग्छ है, मुभीमा अ लाग्छ। क्वेसन नम्बर तपाईको 37 मा ही वाज ग्रेट इन्भेन्टर भनेको छ। ही वाज ग्रेटेस्ट इन्भेन्टर भनेको छ। यसमा ए एन्ड द के लाग्छ? यसमा राइट एन्सर यसको द लाग्छ। द किन? सुपरलेटिभ आयो नि त त्यसैले है। क्वेसन नम्बर हाम्रो 38 मा सी इट्स डडर एप्पल भनेको छ। एप्पलमा जहिले पनि के लाग्छ हाम्रो? सी इट्स डडर एप्पल भनेपछि एन एप्पल भन्ने कुरा हुन्छ। क्वेसन नम्बर 39 अ थिप्स वाज सुट डडर पुलिस विथ फ्रम टु बाई भनेको छ। यसको राइट एन्सर बाई। अ थिप वाज सुट बाई पुलिस भनेको छ। पुलिसद्वारा चाहिँ थिप चाहिँ सुट भयो भन्न खोज्यो है। यो द्वारा भन्ने बुझाउँछ। क्वेसन नम्बर 40 मा द क्याट इज डडर टेबल के हुन्छ? इन टेबल हुन्छ, अन टेबल, बाई टेबल, अफ टेबल हुन्छ भने चाहिँ क्याट दैले पनि अन टेबल हुन्छ है। क्याट चाहिँ दैले पनि अन टेबल। आई गो फर वर्क डडर द मर्निङ, अन, बाई, इन, फर भनेको छ। यसको राइट एन्सर के होला भन्नु त? के हुन सक्छ? यसको राइट एन्सर रहेछ इन द मर्निङ हुन्छ है। 42 मा चुज द करेक्ट प्लुरल फ्रम अफ स्काई। स्काईको प्लुरल के हुन्छ? स्क्वाइस हुन्छ कि स्काइस नन अफ एबभ भनेको छ। यसको राइट एन्सर रहेको छ तपाईको SKIES स्काइज हुन्छ है। क्वेसन नम्बर तपाईको 43 मा व्हाट इज द प्लुरल फर्म अफ ओरेन्ज? ओरेन्जको प्लुरल फर्म के हुन्छ? ओरेन्ज र ओरेन्सेस भनेको छ। यसको राइट एन्सर रहेको छ तपाईको के हुन्छ? हाम्रो ओरेन्ज हुन्छ। एस थपिन्छ। क्वेसन नम्बर 44 ध्यान दिएर हेर्नु होला। व्हिच सेन्टेन्स इज अ सिम्पल प्रेजेन्ट टेन्स? सिम्पल प्रेजेन्ट टेन्स कुन सेन्टेन्स हो भने आई वाज अ स्टुडेन्ट, आई एम अ स्टुडेन्ट, आई विल बी अ स्टुडेन्ट, आई एम गोइङ टु स्टुडेन्ट भनेको छ। यसको कुन होला भन त? यसको चाहिँ व्हिच सेन्टेन्स इज अ सिम्पल प्रेजेन्ट टेन्स। सिम्पल प्रेजेन्ट टेन्सको चाहिँ कुन सूत्र हुन्छ? सिम्पल प्रेजेन्ट टेन्स भन्नु त। सिम्पल प्रेजेन्टको के हुन्छ? भर्ब 1 और भर्ब 5 प्लस सब्जेक्ट हुन्छ। सब्जेक्ट प्लस भर्ब 1 और भर्ब 5 प्लस सब्जेक्ट भने चाहिँ यसमा के हुन्छ भनेको छ तपाईले। अब तपाईको आई एम अ स्टुडेन्ट किन भनेपछि आई एम अ स्टुडेन्ट किन भयो भने यो के हुन्छ? आई वाज भनेको के हुन्छ? सिम्पल पास्टमा गयो है। आई विल भन्ने बित्तिकै सिम्पल फ्युचरमा गयो। आई एम गोइङ भनेको तपाईले गोइङ भनेको सिम्पल भयो। भर्ब 4 लाग्यो नि त। भर्ब 1 र भर्ब 5 लाग्छ नि, त्यसैले यसको राइट एन्सर बी को भयो। क्वेसन नम्बर 45 ध्यान दिएर हेर्नु। डडर इज युज फर सिम्पल पास्ट टेन्स।
डटर इज युज फर सिम्पल पास्ट टेन्स विल वाच इज स्याल सिम्पल पास्ट टेन्समा कुन लाग्छ ल मैले भने अल्लै भर्खरै भने नै वाच लाग्छ भने नै सिम्पल पास्टमा माथि क्वेसन नम्बर अब हाम्रो 46 मा राम कमा पोखरा कमा सगरमाथा जस्ता नामिक पदहरू डटर नाम हुन् के हुन् व्यक्तिवाचक नाम हुन् कि जातिवाचक नाम हुन् समूहवाचक भाववाचक भनेको दया माया करुणा हो समूहवाचक भनेको जन्ती ताती हुल बथान हो जातिवाचक भनेको के होला भन्नु त जातिवाचक भनेको के होला ल यसको राइट एन्सर व्यक्तिवाचक नाम हो है जातिवाचक भनेको व्यक्ति कुनै पनि वस्तु वा जातिलाई जनाउने शब्द है क्वेसन नम्बर 47 ध्यान दिएर हेर्नु ल तलका मध्ये कुन चाहिँ सर्वनाम होइन तलका मध्ये कुन चाहिँ सर्वनाम हामी के हो सर्वनाम हो उनी सर्वनाम हो उहाँ सर्वनाम राम्रो चाहिँ होइन राम्रो चाहिँ विशेषण हो है क्वेसन नम्बर 48 ध्यान दिएर हेर्नु ल 48 को नामको विशेषता जनाउने शब्दलाई डटर भनिन्छ एमा सर्वनाम बीमा क्रियापद सीमा विभक्ति र डीमा विशेषण भनेको छ यसको राइट एन्सर रहेको तपाईलाई हाम्रो के हुन्छ विशेषण हुन्छ क्वेसन नम्बर हाम्रो 49 गुणबोधक विशेषण तलका मध्ये कुन हो भनेछ दोब्बर मिठो धेरै चौथो भनेको छ यसको राइट एन्सर रहेको छ हाम्रो मिठो क्वेसन नम्बर 50 भाइ डटर माया गर्छ लाइबाट ले पनि भनेछ भाइलाई हुन्छ भाइलाई माया गर्छु भाइलाई माया गर्छु अब हामी आएको छ सेकेन्ड नम्बरमा खण्ड ख विषयगत सब्जेक्टिभ इङ्ग्लिसको 10 मार्क सब्जेक्टिभ सोध्छ है अब यसको क्वेसनहरु ध्यान दिएर हेर्नुला हामीले गर्ने छौं तपाईलाई देखाएर है क्वेसनहरु एकदम ध्यान दिएर हेर्न सक्नुहुन्छ फर्स्टमा के हुनेछ माई ब्रदर स्लिप विल भनेको छ माई ब्रदर स्लिप विल भनेको छ यसको राइट आन्सर के हुन्छ के होला मेरो दाइ वा भाइ जे पनि लेख्न पाइयो है ब्रदर भनेको दाइ वा भाइ राम्ररी सुत्छ क्वेसन नम्बर 2 मा डिड यु बाई अ वाच ट्रान्सलेट नेपालीमा डिड यु बाई अ वाच के हुन्छ के तिमीले घडी किन्यौ क्वेसन मार्क्स 3 मा आई स्याल गो होम टुमारो भनेछ आई स्याल गो होम टुमारो भनेछ म भोलि घर जाने छु भयो अब तपाईलाई क्वेसन नम्बर 2 ट्रान्सलेट द फलोइङ सेन्टेन्स इन्टु इङ्ग्लिशमा ट्रान्सलेट गर भनेछ सगरमाथा नेपालको सानो हो भनेछ के हुन्छ सगरमाथा इज द प्रिट अफ नेपाल 2 मा मेरो परीक्षा राम्रो हुनेछ माई एक्जाम विल बी गुड अब यो भयो यो भन्दा अब तपाई म्याथ द फ्लोइङमा जानु भन्दा पहिला तपाईलाई के भनिरहेछु मैले अनलाइन क्लास के छ अनलाइन क्लासको लागि 97 69 44 97 69 44 35 70 मा मेसेज गर्नु होला है तपाई कति 25 गतेबाट हाम्रो सुरु भइहाल्छ अनलाइन क्लास है जम्मा 1200 मा गरेका छौं है जम्मा 1200 मा गरेका छौं 100% तपाईको लिखित फिक्स नै हुन्छ हामीले पढाएपछि त्यसमा डाउट मान्नु पर्ने कुरै छैन है क्वेशन नम्बर 3 मा म्याच द फलोइङ वर्ड भनेको छ कोलम 1 र कोलम I मा काउले के दिन्छ मिल्क दिन्छ मिल्क दिने भयो नि बी भनेको मौरीले के दिन्छ हनी दिने भयो स्टुडेन्ट के हुन्छ स्टुडेन्टले बुक भयो पुलिसले थिप भयो पाइलट भनेको एयरप्लेन भयो है यही हुन्छ क्वेशन नम्बर हामी कतिमा अब 20 को गणितमा गयौं अंकलाई अक्षरमा लेख्नुस् भनेछ यहाँ के हुन्छ
3700 कति छ 91 3700 91 त्यसपछि कति छ यो 20104 20104 अर्को रहेछ 5 मा अक्षरलाई अङ्कमा लेख्नुस् भनेको छ अक्षरलाई अङ्कमा लेख्दाखेरि तपाईले के हुन्छ ध्यान दिएर हेर्नु है के छ 60000 कति छ 29 भनेको छ 60029 भयो कि नै भयो त्यसै 3604 भयो त्यसपछि जोड गर्नुहोस् भनेछ तपाईको जोड्दाखेरि तपाई कति आयो 73948 प्लस 72017 जोड्दाखेरि कति भयो भनेछ कति भयो होला ल भन्नु त यो चाहिँ 1,01,001 हुन्छ है त्यसपछि क्वेशन नम्बर 7 मा रामसँग रु 19500 र 500 थियो रामसँग रु 19500 थियो रु 18675 मा पर्ने एउटा मोबाइल किनेपछि अब उसँग कति रुपैयाँ बाँकी हुन्छ होला पत्ता लगाउनुहोस् भनेछ 19500 बाट माइनस 18600 कति 75 गर्दाखेरि कति हुन्छ बाँकी 825 बाँकी रहन्छ है आन्सर क्वेशन नम्बर 8 को 421 * 26 गर्दा कति हुन्छ 400 * 21 421 * 26 गर्दा कति भयो 10946 त्यसै 63 * 27 गर्दा कति भयो 1701 क्वेशन नम्बर 9 मा 25 जना मानिसलाई 875 वटा सुन्तला बराबर गरी बाँड्दा प्रत्येकले कति वटा सुन्तला पाउलान् पत्ता लगाउनुहोस् भनेछ अब तपाईले कति 875 लाई कतिले भाग गर्ने 25 जनालाई भागा 25 गर्यो भने कति हुन्छ 25 ले गर्यो भने कति हुन्छ भनेपछि 35 एक प्रति आन्सर चाहिँ 35 आउँछ 35 प्रति व्यक्ति चाहिँ कति 35 वटा पाउँछ है प्रति व्यक्ति चाहिँ 35 वटा पाउँछ कसरी भन्दाखेरि यसमा 25 भागा कति छ 875 छ कि नै अब 25 थिए 75 भयो नै 1 बच्यो यो चाहिँ कति 2 बच्यो 5 बच्यो अब 25 पंजे कति भयो 125 35 भयो 35 आन्सर भयो त्यसपछि 10 मा रहेको छ ध्यान दिएर हेर्नुला प्रतिशतमा लैजानु 7/r लाई प्रतिशतमा लग्दाखेरि हामीले के गर्नु पर्यो इन्टु 100 गर्नु पर्यो कि नै अब इन्टु 100 गर्दा के भयो 700 इन्टु 100 गर्दा 100 गर्दा 700 भागा 8 गरेपछि कति आउँछ 87.5 आन्सर आउँछ है क्वेशन नम्बर 11 एउटा विद्यालयमा जम्मा 502 जना विद्यार्थी थिए ती मध्ये 200 जना छात्र रहेछन् भने सो विद्यालयमा कति प्रतिशत छात्र रहेछन् पत्ता लगाउनुहोस् भनेको छ अब यहाँ हेर्नु तपाईले हाम्रो 500 टोटल जम्मा विद्यार्थी कति छन् जम्मा 500 छन् है जम्मा चाहिँ 502 छन् अब कति 200 जना छात्र छन् 200 जना छात्र छन् भनेपछि अब 200 जना छात्रको प्रतिशतमा लग्ने हो अब 200 * 100 गर्नु पर्यो भयो कि नै अब कति गर्ने 502 गर्नु पर्यो अब यो गर्दाखेरि 200 * 100 गर्दा 2 * 2 20000 भयो 2 4 वटा 0 अपन कति 502 गरेपछि यसले भागा गर्दा कति आउँछ तपाईको कति आला 39.84% आउँछ है त्यसपछि दिएको समीकरणमा a को मान पत्ता लगाउनुहोस् भनेछ अब a को मान पत्ता लगाउनुहोस् भने है a को मान पत्ता लगाउँछु म देखाइदिन्छु है a को मान कसरी पत्ता लगाउने 12 को के दिन्छ 12a + 9 = 33 छ अब हामीले 12a को a राख्ने और 12a को a अब यो +9 उता जाँदाखेरि इक्वल टु हुँदा उता जाँदाखेरि साइन चेन्ज गर्छ है
त्यो इक्वल टु कति 33 माइनस 9 गर्नु पर्यो। अर्को 12 ए को ए 33 माइनस 9 गऱ्यो भने कति भयो 24 भयो। अब अर ए इक्वल टु कति भयो 24 भागात 12 गर्नु पर्यो भने ए इक्वल टु कति भयो 2 एन्सर भयो। एन्सर कति भयो 2 भयो है। 2 एन्सर यसरी गर्ने 2 एन्सर भयो है यसरी है। क्वेसन नम्बर हामी कतिमा छ 13 मा। रु 450 मा किनेको घडी रु 400 मा बेच्दा कति नाफा नोक्सान भयो होला। यो त सजिलो छ त। अब तपाईले प्रतिशत पनि निकाल्नु भने केही पनि निकाल्नु भनेन है। तपाईले 450 मा किनेको घडी चाहिँ 400 मा बेच्दा कति भयो 50 रुपैयाँ नोक्सान भयो। कसरी भन्दाखेरि 450 बाट माइनस 400 घटाउने है। अब नेपालीको रहेको छ 20 अङ्कको सोध्छ नेपाली है। के सोधेछ नेपाली सेनाको काली बकस गण भोजपुरमा कार्यरत तपाईँ हरिबहादुर खड्काले बिदा नमिलेको कारण आफू दशैंमा घर आउन नसक्ने जानकारी दिँदै मन्थली नगरपालिका 2 रामेछाप बस्ने आफ्नो आमा ममता खड्कालाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् भन्छ। त्यसपछि 15 मा छ तल दिएको अनुच्छेद पढी सोधिएका प्रश्नहरू लेख्नुहोस् भने सोधिएका प्रश्नको उत्तर लेख्नु पर्यो माथिको पढेर। नेपाललाई के को देश भनेर चिनिन्छ। नेपाललाई के लेख्नु पर्यो नेपाललाई सर्वोच्च शिखर हिमालको देश भनेर चिनिन्छ भन्नु पर्यो है। यहाँसम्म सर्वोच्च शिखर हिमालको देश भनेर चिनिन्छ यहाँसम्म। अब 2 नम्बरमा हेरौँ। नेपाली सेनालाई पहिले के पनि भनिन्थ्यो। नेपाली सेनालाई पहिला के भनिन्थ्यो भने चाहिँ यहाँ छ। यो हेर्नुस् है नेपाली सेनालाई पहिला के भनिन्थ्यो यही छ। कहाँ छ नेपाली सेनालाई पहिला चाहिँ गोर्खाली सेना भनिन्थ्यो। नेपाली सेनाको मुख्य जिम्मेवारी के हो। नेपाली सेनाको मुख्य जिम्मेवारी के हो भनेछ। नेपाली सेनाको मुख्य जिम्मेवारी भनेको के होला भन्नु त देशको शान्ति सुरक्षा साथै विपद र विकासको निर्माण कायममा पनि नेपाली सेना खटिँदै आएको छ भने यानी कि देशको शान्ति सुरक्षा हो साथै विपद र विकासमा निर्माणको कार्यमा पनि खटिँदै आएको छ भनेर चिन्छ है। अर्को लास्ट क्वेसन नेपाली सेना के को कार्यमा खटिँदै आएको छ भन्दाखेरि के को कार्यमा विकास निर्माणको कार्यमा खटिँदै आएको छ भनेर बुझ्ने है बुझ्यौ नै। अब क्वेसन नम्बर 16 मेरो मातृभूमि नेपाल शीर्षकमा एउटा छोटो निबन्ध लेख है। यो बन्द लेख्न सिकाइदिन्छौँ है तपाईँ आउनु होला लेख्न सिकाइदिन्छौँ। त्यसपछि क्वेसन नम्बर 17 मा तल दिएका वाक्यलाई कोष्ठमा दिए अनुसार परिवर्तन गर्नु। कोष्ठमा दिए अनुसार चाहिँ परिवर्तन। आज पानी परेको छ भविष्यकालमा लाग्दा के हुन्छ होला भन त। आज भविष्यकालमा लाग्दा पानी आज पानी के हुन्छ पर्नेछ हुन्छ है। तिमी घर गएकी हुने छौ गरे भूतकाल। तिमी घर गएकी थियौ भूतकाल बितिसक्यो। तिमी घर गएकी थियौ। मैले सुनेकी थिएँ भनेछ। वर्तमान काल भनेको के हुन्छ मैले के हुन्छ सुनेकी छु। ल धन्यवाद छ सबैलाई। नेपाल आर्मी जो बन्न चाहनुहुन्छ अनलाइन क्लासको लागि 97 69 44 35 70 मा व्हाट्सएप नम्बरमा मेसेज गर्नु होला। RS 1200 मा हजुरको सपना एकदम भेरी फुल हुन्छ है। एकदम 100% हुन्छ। योभन्दा पहिला हामीले 2 ब्याच 3 ब्याचलाई पढाइसकेका हौँ। सबैजना नाम निकालेर पोस्टिङ पनि भइसक्नु भयो। अब को यो पालि पोस्टिङ हुने छ तपाईले सम्पर्क गर्नु होला। थ्यांक यू सो मच। भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियोलाई माया गरिदिनु होला। शेयर सब्स्क्राइब। थ्यांक यू सो मच।